हेलो ल वेलकम टु माई न्यू भ्लग है। आज चाहिँ मैले गाउँबाट चाहिँ हामी बुटोल फर्केको। अब भ्लग गराउनु चाहिँ त्यस्तै भयो, पाइएन, समय त्यस्तै भयो नमिल्ने कारणले गर्दाखेरि हामी चाहिँ अहिले बुटोल फर्किदियो। भर चाहिँ रानीमल आइपुगेको छ म र लच्चु। अनि कपडा चाहिँ खराब भएर हामीले त्यहाँ पसलमा राखेको छौँ। अब चाहिँ हामी यो ऱ्याफ्टिङ गर्नेवालामा छौँ। अनि रानीमलको चाहिँ यस्तो छ माहौल चाहिँ। हामी चाहिँ यतादेखि आइयो, पार्किङमा छ बाइक चाहिँ। कस्तो भयो त लच्चु अब राइट यहाँसम्मको चाहिँ? ठिकै छ, राम्रो छ। अच्छा अच्छा, चालक उहाँ के अरे उहाँले चलाउनु भयो यहाँसम्म चाहिँ। अब हामी त्यहाँ जानेवालामा छौँ, के कस्तो छ भिडियो चाहिँ देखाउनेछौँ। अब भ्लग चाहिँ अब ल्याउन सकिएन, किन भन्दाखेरि गाउँघरतिर अब खासै नेट पनि नचल्ने, अब समय पनि नमिल्ने, त्यस्तै कारणले गर्दाखेरि अब भ्लग गराउन सकिएन। के कस्तो हुन्छ हामी त्यहाँ चढेर देखाउनेछौँ। अब जाम होइन त्यति त्यो ट्राउनेज बालुवामा हिँड्दा बसौँ ट्राउनेज बसौँ ल यहाँ कसरी गरे खाएर हामी तेरेको मैले खाएको जता जता गाह्रो नि केही हुन्न क्या यसमा हो जाने भनेको हो। पुरै उस छ क्या यहाँ त यार, सब हातखुट्टा सरसफाइ कार्यक्रम। रहेन चाहिँ क्या हो त यार। अस्ति नै म हो यता पारिबाट आएको थिएँ, अस्ति नै कामले गर्दाखेरि। अहिले चाहिँ ल यता चाहिँ यस्तो ढुङ्गा नि बनाउने जस्तो पत्तना टिकटकहरू चलिरहेको यहाँ अन्तीहरूको। दाइले चाहिँ यहाँ हान्न लाग्नु भयो अब यो पटाउने भनेर। उहाँ यो नि गएन। आमा उहीँ पुग्यो त अनि खतरा मजाले जान्छ क्या खानु। यो गयो पुग्न खोज्दो रहेछ दाइको त, ए अङ्कलको त गयो माथि गयो। यस्तो त नि खानु पनि न आफूले नि यस्तोमा जाने भनेको। अब यहाँ आएकै छैन यस्तो। यस्तो बनाउनु लाग्यो लच्छुले चाहिँ उता कोसिस गरिरहन्। अन्त म यहाँ ढुङ्गा खोजिरहेको होइन खोलाएर। अस्ति नै बनाउनु त बनाएको मुस्ताङतिर। पल्टिन्छ क्या यार मोरा यार। पल्टिन रहेछ क्या। म तपाईँलाई भोइस देखाउँछु गाइस। लच्छुल चाहिँ उहाँ त्यत्रो मर्मत गरिसकेन। यो लाइनभरि यस्तो बनाएको छ कि बनाएको सबै गराएर जानुभएको छ। अब हामी पनि गराउनेवालामा छौँ। यहाँ स्टार्टिङ गर्दैछौँ। म तपाईँलाई भोइस देखाउँछु। फाइनल्ली म चाहिँ यो बनाउन सफल भएको छु। मेरो घर चाहिँ यही हो। फाइनली मैले यो बनाउन सफल भइसकेको छु है गाइस। बनाउने मान्छे चाहिँ म यता छु है। म बनाइसक्यो यो चाहिँ। अब बनाउनु चाहिँ रचुले त के हो भड्काइसकेको, नभड्काएको मोरा बनाऊ के बनाउनु पर्छ के। मैले चाहिँ गराइसकेर गराउन सफल भएको छु है। मैले उहाँ यो मुख किनार पनि बनाएको थिएँ। त्यतिखेर त बुढाबुढीले बनाएको। यहाँ चाहिँ अब सिङ्गल बनाइराखौँ म। हेर्नुहोस् गाइस यस्तो राम्रो भयो, दामी भयो यार। तर यो यत्रो अग्लो दामी मेरो यहाँ भइसकेपछि यता हाम्रो सरले पनि उहाँ गराइसक्नु भएको छ, सफल हुनुभयो। हामी दुईजना यहाँ सफल भइसक्यौँ। हामी चिसो पनि खाइसक्यौँ। तर हामी यो उसमा खेल्न ऱ्याफ्टिङमा यो गर्नु भनेको तर यहाँ अझै आएको छैन। यसमा गर्ने हो क्या। तर त्यो प्याक भएर गएर चाहिँ हामी दुईजना मात्रै हुने चाहिँ यार है। यहाँ नि यस्तो रहेछ। यस्तो छ गाइस माहौल। दुईजनाले बनाइयो टक्क लाएर।
ल अब हामी चाहिँ यहाँ फोटोसुट त खिचौँ। यदि हामी चाहिँ अब 2 जना मात्र भयो भने त हामी महँगो भन्दा खेल्ने कुरा हुन्न। तर यहाँ चाहिँ अब के अरे मान्छे चाहिँ अलिकति धेरै भयो ग्रुपमा भयो भने चाहिँ हामी खेल्नेवालामा छौँ, भिडियोमा ल्याउने छौँ। यदि खेलियो भने खेलेन भने त अब खै के हो र होइन, अरू पनि देखाउने छौँ बाटोको क्लिपहरू। त्यही नै हो गाइस। ल अब हामी चाहिँ फोटोसुट हान्नेछौँ हल्का 2-3 वटा। हामी चाहिँ कुर्दा भर्सम्म चाहिँ त्यो आउन सकेन, त्यही भएर हामी चाहिँ 1 बजिसक्यो अहिले। त्यही भएर हामी चाहिँ नखेल्ने निर्णय लियौँ। त्यो खेल्दाखेरि चाहिँ हामीलाई यहीँ रात पर्छ, अरू त समयमा पुग्नु पऱ्यो। त्यही भएर हामी चाहिँ नखेल्ने निर्णय लिएर अब नास्ता खान्छौँ। नास्ता खाएपछि हिँड्छौँ। हामी यहाँ कालीगण्डकी पानीले चाहिँ एकदम मुख सुधेर फ्रेस भएर एकदम हामी चाहिँ स्वच्छ भइसकेको छौँ। अनि घरसर पनि बनाएर देखिसक्नु होला गाइस। आजको चाहिँ यस्तो छ माहौल चाहिँ रानी महलको चाहिँ यस्तो छ आजको रानी महलमा चाहिँ मन्दिरहरू टक्क लाएर पहिला नि गइसकेको। अहिले चाहिँ यतिकै हेर्न भनेर त्यो ऱ्याफ्टिङ गर्न भनेर आएको। खासमा चाहिँ अब अहिले ऱ्याफ्टिङ गर्नु पनि पाइएन, त्यो गाडी त्यो ऱ्याफ्टिङ गर्ने चाहिँ आएन क्या अहिलेसम्म। त्यस कारणले गर्दाखेरि हामी चाहिँ धेरै कुर्यौँ कुर्दै। त्यही भएर हामी चाहिँ अब घर जाने निर्णय लियौँ। यस्तो छ यता बाटोको माहौल चाहिँ रानी महलको। जस्तो अगाडि गइसकेको छ। अब म पनि जान्छु र हामी त्यहाँ नास्ता खाएर जानेवालामा छौँ। बाटोमा के हुन्छ म देखाउँदै गर्नेछु तपाईँहरूलाई। हामी खाजा खाने ठाउँ चाहिँ हामी यहाँ खाजा खान बसिरहेको छौँ। त्यहाँ चाहिँ गएर आज ऱ्याफ्टिङ पनि सप्ने भयो। अब नेक्स्ट टाइम जानु पर्ला। अब नेक्स्ट टाइम जाउँला अब होइन, योपालिमा यस्तै भयो। हामी चाहिँ अब नास्ताहरू अर्डर गर्छौँ। है हाम्रो चाहिँ फ्राई मोमो आइपुगेको छ फाइनल्ली गाइस। खानेवालामा छ के को डल्लो यस्तो। अब चाहिँ हामी खानेवालामा छौँ। खाएपछि बाटोमा के हुन्छ देखाउनेवाला छौँ। ल खाम है त अब। फोटो शूट है फोटो शूट तो अच्छा था
जोरधाराबाट चाहिँ यता हाम्रो लच्चु सरले चाहिँ राइट ह्यान्डे हुनुहुन्छ। म चाहिँ अब टक्क लाएर पछाडि बसेर जानेवालामा छु। यस्तो छ गाइस। तर चाहिँ खासै भए होइन। तिम्रो त्यो ल हामी चाहिँ अब जोरधाराबाट लागिसक्यौँ। ल फाइनली गाइज हामी चाहिँ यहाँ बुटोल आइपुग्यौँ है। सर यस्तो छ अब गर्मी चाहिँ एकदम बढिरहेको रहेछ। र दुईजना आइयो यति भन्दै हामी चाहिँ के कस्तो लाग्छ होला होइन बढिएर साथ दिने होला। थ्याङ्क यू सो मच बाई 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 मोरा बाई।